नमस्ते गाइज, म तपाईहरुलाई मेरो 4 दिनको मुक्तिनाथ भ्लग यो भिडियोबाट देखाउन चाहन्छु। अन्तिमसम्म हेरेर मलाई साथ दिनु होला। धन्यवाद। सुरुमा जमलबाट मान्छे उठाएर गएछौँ, त्यसपछि छौँ हामी हामी मुक्तिनाथको पार्किङमा पुग्छौँ। पार्किङ लटमा हेर्नु सक्नुहुन्छ, यहाँ एकदम राम्रो वरिपरि हिमालले घेरेको एकदम सुन्दर दृश्य, वातावरण एकदम सफा, एकदम स्वर्ग पुगेको जस्तो फिल हुन्छ। साथीहरू हेर्दै जानुहोस्, कति राम्रा राम्रा दृश्य हुन्छ। म तपाईहरुलाई माथि मन्दिरसम्मको दर्शन गराउने छु। भिडियो अन्तिमसम्म हेरिरहनु होला भन्दै म बाँकी भिडियोहरू यसबाट हेरिरहनु होला। धन्यवाद। तपाईहरुले पनि जान नसकिने यहीबाट दर्शन गर्नुहोस्। म तपाईहरुलाई यहीबाट दर्शन गराउँछु, हेर्नुहोस्। मुक्तिनाथमा छौँ साथीहरू। अब यता बस्ने हो। हरि आरती को बेला भयो, भक्त हो हरि कीर्तन गाऊ। लेऊ हरिकै नाम, भक्त जापन हरिकै नाम। लेऊ हरिकै नाम, भक्त जापन हरिकै नाम। हरि कीर्तन गाउँदै गाउँदै वैकुण्ठमा जाम। हरि हरि हरि। र यहाँबाट हामी दर्शन गरेर नुहाइ धुवाइ कार्यक्रम सिद्धा र फेरि मन्दिरतर्फ पुनः
नमस्कार गरे यहाँबाट हामी भ्यू देखाउँदै अब यहाँबाट हामी फर्कने तर्खरमा छौँ। त्यसपछि हामी यहाँबाट फर्केर हामी यहाँबाट राम्रो दृश्य हेर्दै हेर्नुहोस् यो मुस्ताङको दृश्य हेर्दै सडक पनि एकदम राम्रो छ। गर्दै 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 हामी हाम्रो आजको यात्रा हुनेछ पोखराको सम्म। पोखरा आएर बस्छौँ। पोखरामा भोलि घुमघाम गरेर फेरि हाम्रो फर्काइ हुनेछ काठमाडौँ भालेन सिटीको। अन्तिमसम्म हेरेर हामीलाई साथ दिइरहनु होला। यहाँसम्म मेरो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरूलाई म पूर्ण विश्वास राख्दै फेरि तपाईँहरूलाई हेर्नुहोस् राम्रो दृश्यहरू देखाउँदै लानेछु। सडकमा बालबालिका त्यसरी बसेर बेच्दैछन् खानेकुराहरू है त। हेर्दै गर्नुहोस् अन्तिमसम्म राम्रो छ भिडियो कस्तो छ प्रतिक्रिया दिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकनमा पनि दबाइदिनु होला। धन्यवाद दिँदै फेरि भिडियोतिर लान चाहन्छु। हेर्दै गर्नु। गोसाइकुण्ड एकचोटि हान्नु न ट्रेक त्यहाँ एकदम राम्रो छ। गोसाइकुण्ड नि एकचोटि जानुहोस् एकदम राम्रो छ। म्याडम दुर्गापट्टि गऱ्यो त त्यो त मान्न पऱ्यो नि म्याम। त्यही भएर बिहान लगाएँ नि मैले। हजुरको आशीर्वाद एकदम लागोस् म्याम। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। र मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिचिदिनु हुन सबैलाई भन्न चाहन्छु र हार्दिक धन्यवाद दिन चाहन्छु। अन्तिमसम्म यो भिडियो हेरिदिनु भयो। नमस्कार गाइज, अर्को भिडियो चाँडै लिएर आउने छु। नमस्कार। सुब्बा जाई यस्तै थियो नि त्यहाँ सुर्खेतका सुब्बा जाई के पाइदैन अन्डा